त्यो दिन सम्झिँदा त मलाई धेरै दुःख लाग्छ सर। अब यस्तो दिन चाहिँ कहिले पनि नआएको भए हुन्थ्यो जस्तो लाग्छ। यो समाजमा नसोचिने घटना घट्यो भनौँ, सोच्नै नसकिने घटना घट्यो। अब यस्तो हुन्छ होला भन्ने पनि मलाई सोच्नै नसक्ने वातावरण भइदियो। आफ्नो छोरीलाई किनभने माया हुन्छ होइन, आफ्नो छोरीलाई अब जुत्ताको माला अनि कालो मुसो तले गरिदिएको नराम्रो त भइहाल्छ। त्यतिखेर चाहिँ अब आफूलाई धेरै नराम्रो लाग्छ, किनभने दुःखले गरिराखेको थियो यत्रो जुत्ताको माला कालो मुसो लगाएर होइन। त्यतिखेर गर्ने बेलामा पनि धेरै गाह्रो भएको थियो, भित्रभित्र एकदमै मलाई गाह्रो भएको थियो। मैले धेरै कुरा सोचेको थिएँ, सोच्नु चाहिँ अब घरबाट पनि फेरि त्यस्तो भनिदिनु भयो अनि एकदमै मन चाहिँ दुख्यो। जुत्ताको माला लगाएर आउनुभन्दा पनि हामीले चाहिँ त्यो झोलामा केहीमा लाएर लिएको थियौँ भनौँ। झोलामा हाल्नु यो तिनै जुत्ता होइन, यो आमै यत्रो जुत्ता या दुईटा छ दर्शक बिन यो जुत्ता होइन। अलिकति जुम गरेर देखाइदिनु होला। यो त्यही जुत्ता हो जुन तपाईँहरूले सामाजिक सञ्जालमा टिकटक हुँदै देख्नु भएको थियो। यो चाहिँ भाइलाई लगाउनु भएको थियो भने यो चाहिँ यता दुलैलाई लगाएको थियो। घर फ्यामिलीबाट पनि सबै कुराबाट पनि यो सब गरियो। अब के भनौँ सर, मैले केही कुरा नभएर पनि अब जुत्ताको माला कालो मुसो धसेर भाइरल भएछ भने त्यसै भन्नुभयो। गाडी गरिरहनु भएको थियो, अब के भन्ने अरू त केही रहेछ। भिडियो भाइरल भएर रहेछ जुत्ताको माला लगाएको के हो कस्तो हो भनेर त्यस्तै थियो। अब खासै यहाँहरू दुईजनालाई स्वागत गर्न चाहन्छु र नयाँ जुडी पनि हुनुहुन्छ, विवाह पनि भइसकेको अवस्था छ। केही दिन अगाडि होइन जुत्ताको माला लगाएर कालो मुसो लगाएको दृश्य हामीले देख्यौँ। हामीलाई पनि साह्रै नमजा लाग्यो, दुःख लागेको थियो। आज तपाईँहरूको छेउमा आएर अन्तर्वार्ता गर्नु पाउँदा हामी पनि हर्षित छौँ, खुसी छौँ। यहाँहरूलाई नमस्ते तथा स्वागत छ। नमस्ते। हजुरको नाम चाहिँ के पो थियो? मेरो पार्वती परियार। भाइको? भीम ठकुरी सर। भीम ठकुरी। के भएको त्यो जुत्ताको माला? यो जुत्ता पनि हामीले तपाईँले लिएरै आउनु भएको रहेछ, काठमाडौँसम्म जुत्ता होइन लगाएर आउनु भएको रहेछ। बसमा केही भनेन मान्छेहरूले? तपाईँबाट जान चाहन्छु। त्यस्तो त केही पनि भन्नु भएन। जुत्ताको माला लगाएर आउनुभन्दा पनि हामीले चाहिँ त्यो झोलामा केहीमा लाएर लिएको थियौँ भनौँ। झोलामा हाल्नु यो तिनै जुत्ता होइन, यो आमै यत्रो जुत्ता या दुईटा छ दर्शक बिन यो जुत्ता होइन। अलिकति जुम गरेर देखाइदिनु होला। यो त्यही जुत्ता हो जुन तपाईँहरूले सामाजिक सञ्जालमा टिकटक हुँदै देख्नु भएको थियो। यो चाहिँ भाइलाई लगाउनु भएको थियो भने यो चाहिँ यता दुलैलाई लगाएको थियो होइन। त्यो दिन सम्झिँदा कस्तो लाग्छ भाइ? खास त्यो दिन सम्झिँदा त मलाई धेरै दुःख लाग्छ सर। अब यस्तो दिन चाहिँ कहिले पनि नआएको भए हुन्थ्यो जस्तो लाग्छ। यो समाजमा नसोचिने घटना घट्यो भनौँ, सोच्नै नसकिने घटना घट्यो। अब यस्तो हुन्छ होला भन्ने पनि मलाई सोच्नै नसक्ने वातावरण भइदियो। घर फ्यामिलीबाट पनि सबै कुराबाट पनि यो सब गरियो। अब के भनौँ सर, मैले तपाईँहरूको प्रेम चाहिँ कसरी भएको थियो बहिनी? हाम्रो प्रेम चाहिँ गाउँ नजिकै हो। पहिल्यैदेखि चिन्जान थियो हाम्रो एकअर्काको, अनि एकअर्कालाई मन पराएर लभ परेको थियो भने। प्रपोज चाहिँ कसले गर्नुभएको तपाईँहरूमध्ये पहिला? उहाँले नै गर्नुभएको थियो। के भन्नुभएको थियो भाइ त्यतिखेर? प्रेम गर्छु, तिमीसँग विवाह गर्न चाहन्छु भन्नुभएको थियो कि के चाहिँ? हजुर त्यस्तै भनौँ। आज फेरि त्यो दिन अलिकति फर्केर हेरौँ न ल, सम्झौँ न अलिकति। आज तपाईँले फेरि त्यही दिन सम्झेर उहाँलाई एकचोटि प्रपोज गरिदिनुहोस् त। यद्यपि तपाईँहरूको विवाह त भइसकेको अवस्था छ, के भन्नुहुन्छ? कसरी प्रपोज गर्नुहुन्छ? के तिमीलाई माया गर्छौ? माया गर्छौ भने 7 जुनसम्म यो हातले कसम राखेर हातमा हात राख न। के भन्नुहुन्छ? प्रेम त स्वीकार्नु भएन कि क्या हो बहिनीले त? होइन, स्वीकारिसकेको। हातमा हात राख्नुभन्दा हातमाथि हात गएन, त्यो भएर मैले सोधेको हो। ल फेरि एकचोटि प्रपोज गरिदिनुहोस् त। के तिमीले मलाई साँच्चै माया गर्छौ? यदि माया गर्छौ भने मेरो मायालाई हातमा हात राखेर कसम खाऊ न। हजुर, म तपाईँलाई धेरै माया गर्छु। ताली ल, राम्रो ल। अब कुराकानी गरौँ है। अब फेरि पनि उहाँ चाहिँ कस्तो लाग्छ तपाईँलाई ठकुरी भाइ? एकदमै राम्रो।
अनि यता कस्तो लाग्छ? धेरै माया भएर त उहाँलाई सब थोक त्यागेर नै उहाँलाई अँगालेको छ। उहाँको सबैभन्दा राम्रो पक्ष के लागेर तपाईँले चाहिँ उहाँलाई प्रेम गर्नुभयो? अब माया चाहिँ अन्धो हुन्छ भन्छ है। अब मायामा डुबेपछि केही थाहा हुँदैन, त्यही त भनौँ। माया मेन चाहिँ माया नै हो। मायामा परेपछि सब थोक हुँदो रहेछ। तपाईँलाई चाहिँ उहाँको के मन परेको, कुन कुरा चाहिँ एकदम मन परेको तपाईँलाई? कुन कुरा भन्दा पनि हाम्रो एकअर्काको मन मिल्यो होइन, त्यही भएर हो माया बढ्यो। परिवारमा चाहिँ को हुनुहुन्छ तपाईँको? दाइ दिदीहरू, मम्मी बाबा सबैजना हुनुहुन्छ। तपाईँको? मेरोमा पनि परिवार धेरै छ। बुवा बाजे, अङ्कल आन्टी, भाइ बहिनी सबै छ सर। तपाईँ सामाजिक सञ्जालमा भाइरल भइसक्नु भएको छ यतिखेर होइन? कतिखेर थाहा पाउनुभयो कि त्यो भिडियो देख्नुभयो तपाईँले? मैले चाहिँ यो भिडियो भनौँ 2 दिनपछि थाहा भएको छ। कमेन्टहरू हेर्नुभयो तपाईँले? 2 दिनपछि चाहिँ कमेन्टहरू हेरेको थिएँ। धेरै कमेन्टहरू पनि आएको थियो, राम्रो नराम्रो कमेन्टहरू आएको थियो। यस्तो कमेन्टहरू तर मलाई पनि मेरो घरबाट पनि अलिक प्रेसर आएको थियो। यस्तो के गरेको हो, यस्तो गर्नुहुन्न थिएन, गाउँ समाजलाई ह्याम्पर हुन्छ, के गरे यस्तो गर्नु हुँदैन भन्ने खबर थियो। तपाईँले चाहिँ कतिखेर थाहा पाउनुभयो त्यो भिडियो भाइरल भएको रहेछ भनेर? म चाहिँ कतिखेर भन्दा त्यही दिनै थाहा भयो मलाई। बिहान म काममा गएको थिएँ, बेलुका आएर हेर्दाखेरि थाहा भयो। के काम गर्नुहुन्छ तपाईँ खास? मेरो यस्तै सुटिङको काममा गएको थिएँ। ए ल ठिकै छ। अनि जस्तो एउटा कुरा सोध्न मन लागेको होइन, त्यो चाहिँ कुन मन्दिरमा भएको थियो त्यस्तो चाहिँ खास? कहाँनिर भएको थियो? गाउँमै होइन? हजुर गाउँमै हो। कसले खिचेर हाल्नु भएको रहेछ? त्यो छिमेकीहरू कोही हुनुहुन्छ होला? पब्लिकले नै राख्यो होला सायद सर। पब्लिकमा त्यहाँ आउने ब्याकग्राउन्ड भनौँ के भनौँ भनेपछि ब्याकग्राउन्डको आर्टिस्टहरूले चाहिँ राख्यो होला जस्तो लाग्छ मलाई त। जस्तो त्यो सिन के सिरियलमा गर्नुभएको तपाईँले? यो त सिरियल रह्यो होइन? तपाईँको रियल लाइफमा चाहिँ श्रीमती हुनुहुन्छ कि हुनुहुन्न खासमा? हुनुहुन्न सर, रियल ड्रामा चाहिँ हुनुहुन्न, श्रीमती छैन सर मेरो। त्यो भिडियो भाइरल भएपछि मम्मी बुवा पनि हुनुहुन्छ होला होइन? गाउँ छिमेकमा के भन्नुभयो तपाईँलाई? फोन त पक्कै आयो? फोन त आएको छैन सर, आउनु चाहिँ बहिनीको चाहिँ आएको थियो। यस्तो के हो, पछि बहिनी र भाइको चाहिँ आएको थियो। यस्तो भिडियो छ दाइ, के हो भनेर चाहिँ भन्दै थियो भाइले। त्यस्तै हो। त्यो कालो मोसो लाउनु भएको चाहिँ के को कालो हो त्यो? त्यो कालो मोसो चाहिँ गाजलको हो कि अँगारको, सबै कोइलाको सबै मिक्स नै थियो सर। डेक्चीको कालो हो कि जस्तो लाग्यो मलाई। सबै नै मिक्स थियो कालो मोसो चाहिँ। हजुर सबै कालो। तपाईँले नि कालो लाउनु भएको थियो है? हजुर, त्यो कालो चाहिँ कोइलाकै हो, यही घरबाट लगेको। त्यो चाहिँ जुन तपाईँको त्यो सुटिङ भएको थियो नि, त्यो मान्छेहरूले चाहिँ साँचो कुरो भनेर भनिरहेका छन् होइन? कहाँको मन्दिर हो त्यो खास? हाम्रो मन्दिर चाहिँ यहीँनिर अगाडिको टुखाको मन्दिर। के अरे त्यो मन्दिरको नाम? चण्डेश्वरी मन्दिर हो सर। चण्डेश्वरी मन्दिरमा त्यो सुटिङको छायाङ्कन गरिएको थियो? हजुर, चण्डेश्वरी मन्दिरमा सुटिङको छायाङ्कन गरेको थियो। त्यही नै त्यो सब क्लिपहरू त्यहीबाट नै बाहिर गएको होला सर सायद। त्यो हेर्न आउने अडियन्सहरूले खिच्नु भयो जस्तो लाग्यो हो? हजुर अनुमान। हजुर सर। यो पश्चात चाहिँ यो भिडियो भाइरल भइसकेपछि चाहिँ तपाईँलाई कस्तो कुराहरू साथीभाइबाट त केही न केही त भने होला? साथीभाइसँग त्यति धेरै भन्दा पनि अब यस्तो भएर रहेछ, भिडियो भाइरल भएर रहेछ, जुत्ताको माला लगाएको के हो कस्तो हो भनेर त्यस्तै थियो। अब खासै भनौँ के छ, यो जोडी त दर्शकले साँच्चैकै रूपमा मन पराउनु भएको छ। के छ भविष्यमा तपाईँहरू होइन विवाह गर्ने सोचमा चाहिँ के कसो हो? त्यस्तो छैन सर, हामी के अरे आर्टिस्ट हो होइन, सँगै काम गरेको। अब दाजु बहिनी जस्तै हो हाम्रो सम्बन्ध भनेको। जुन तपाईँको नाम भन्नुभएको थियो न के परिवार भनेर, त्यो ओरिजिनल नाम हो कि तपाईँको सिरियलमा भएको नाम हो? खास चाहिँ सिरियलमा भएको नाम हो सर, मेरो ओरिजिनल नाम चाहिँ होइन। त्यो ओरिजिनल नाम चाहिँ के हो? मेरो सुजाता राई हो। सुजाता राई हुनुहुन्छ। तपाईँको? मेरो ओरिजिनल नाम चाहिँ भीमप्रकाश बुढामगर हो सर। बुढामगर? हजुर हजुर। गाउँ चाहिँ कहाँ हो तपाईँको? मेरो गाउँ चाहिँ रोल्पा हो सर। रोल्पाबाट कलाकार बन्नु कसरी आइपुग्नु भयो काठमाडौँ? म चाहिँ रोल्पाबाट कलाकार बन्नलाई चाहिँ आएको होइन, खास चाहिँ बाहिर विदेश जानलाई आएको हो।
अब त्यसै कसरी नै यतातिर साथीबाट नै भनौँ यतातिर छिरियो अनि उहाँ साथी चाहिँ अहिले यहाँ हुनुहुन्न अरू ठाउँमा नै जानुहुन्छ अर्कै ठाउँमा गरिराख्नु भएको छ कलाकारी क्षेत्रमा त्यसरी नै आइपुग्यो भनौँ सर यहाँ यो कलाकारी क्षेत्रमा मेन चाहिँ अब विदेश जाने चक्करमा अब विदेश जाने चक्करमा विवाह नै भयो होइन विवाह चाहिँ होइन अब त्यही हो रेल विवाह चाहिँ होइन रिल विवाह हो हाम्रो जस्तो रिल विवाह पनि सुहागरातको लागि त प्लानिङ त भयो होला के थियो कस्तो थियो त्यसको बारेमा अलिकति बताउनुहोस् त त्यसको बारेमा केही छैन सर अब हामीलाई चाहिँ को आर्टिस्ट हो हामी कलाकार हो कलाकार हो अब त्यस्तो केही पनि छैन अब हाम्रो डाइरेक्टर सरले कस्तो गर्नुहुन्छ उहाँकै हातमा छ अब उहाँले कस्तो रोल दिनुहुन्छ अब हामीले त्यही रोल चाहिँ निभाउनुपर्छ अब नभएको खण्डमा अब के हो हामीले भन्न सक्दैन सर अब उहाँको कुरा कस्तो इम्पोर्टेन्ट नै रोल छ भने चाहिँ त्यो गर्नुपर्ने हाम्रो कर्तव्य हुन्छ छैन भने तर तपाईँहरूलाई एउटा आरोप के लाग्यो भने तपाईँहरूले जस्तो सिरियलमा जब तपाईँहरूलाई देख्नुभयो नि आम दर्शक श्रोताहरूले त्यो सिन चाहिँ सिरियलमा देखिसकेपछि सिरियल चलाउनलाई लगाइएको फन्डा हो भनिरहेका छन् नि तपाईँहरूलाई खास त यो सिरियल चलाउनको लागि लागेको फन्डा चाहिँ होइन सर हामीले एउटा सानो सिरियलको सानो क्लिप थियो उहाँ डाइरेक्टर सरले नै निर्धारण गर्नुभएको जुन चाहिँ हाम्रो सिरियलको मेन आर्टिस्टलाई नै तर्साउनको लागि त्यो सिरियलको चाहिँ चाहिँ गर्नुपर्ने भएको थियो त्यो क्लिप्सहरू लिनुपर्ने भएको थियो त्यही क्लिप्स नै हो सर यो त्यसरी नै हाइलाइट गरेर मिडियामा सोसल मिडिया टिकटक फेसबुक सञ्जालमा बढी चर्चा भएको सर जस्तो यो जुत्ता ल्याउनु भएको छ यो नयाँ जुत्ता त पक्कै होइन होइन यो पुरानै जुत्ता हो होइन च्यातेको पनि देखिरहेको छ त्यो पुरानो जुत्ता तपाईँले आफ्नो माला बनाएर लाउँदा त्यो अनुभव कस्तो हुँदो रहेछ सिरियलमै भए पनि अलिकति नराम्रो फिल हुन्छ सर जुत्ताको कालो मोसो लगाएर के गरे हो के हो कस्तो आफूलाई पनि कस्तो असहज नै हुन्छ हुन त अलिअलि तर हाम्रो क्यारेक्टर हो कलाकार भएपछि होइन क्यारेक्टर त हो त्यो तपाईँले अभिनय गरेको र पनि जुत्ताको माला भनेको त्यत्तिकै लगाइँदैन नि गाउँमा भनौँ अथवा काहीँ काम बिगारेपछि अथवा भनौँ टोल छिमेकले समाजले चाहिँ त्यसलाई तिरस्कृत गरेर लगाइदिन्छ अझ गधामा बसाएन छन् तपाईँहरूलाई होइन गधामा पनि बसाउँछन् कतिपय ठाउँमा त्यो सिरियलमा गधामा बसाइएको सिन पनि देखिएन होइन हजुर त्यस्तो त देखिएन तर हो जुत्ता चप्पल लाउनु चाहिँ राम्रो चाहिँ होइन गाउँ समाजको लागि चाहिँ नराम्रै कुरा नै जनाउँछ होइन गाउँ समाजले यो जुत्ता माला लगाउन गाउँ समाजले नराम्रो काम गर्यो भने मात्रै यो सब गरिदिन्छ त्यही हो सर अब के छ दर्शकले त भनिराख्नु भएको छ रियलमै विवाह भइदिए हुन्थ्यो यो जोडीको भनिराख्नु भएको छ यो चाहिँ तपाईँलाई सोध्न चाहेको यो त सम्भव छैन सर बोयफ्रेन्ड छ कि तपाईँ होइन छैन विवाह भएको छैन काहीँ न काहीँ त होला तपाईँको मनमा लड्डु फुटेको छैन काठमाडौँ आएर विवाह भइसकेको सिन पनि खिचिसक्नु भएन हजुर खिचिसक्यो यो किन 3-4 दिन यति लामो समयदेखि विवाह तपाईँहरू त भाग्यमानी हुँदो रहेछ हाम्रो भनौँ नर्मली हिसाबमा चाहिँ विवाह पश्चात चाहिँ बेहुलीको लुगाहरू पनि चेन्ज हुन्छ बेहुलाको ड्रेसहरू पनि चेन्ज हुन्छ तपाईँहरूलाई हामीले लगभग 1 हप्ता हुन लाग्यो होला देखेको बेहुलाकै ड्रेसमा बेहुलीकै ड्रेसमा है यति लामो तपाईँहरूको विवाह भइरहेछ अहिले त्यस्तो भन्दा पनि सर हाम्रो अस्तिको हप्ता सुटिङ भएको थियो सटरडे अनि हिजो पनि फ्राइडे र सटरडे सुटिङ नै हो हाम्रो यही सिङ्गर सिरियलको अनि आज पनि सुटिङ नै हो त्यही भएर सिरियलको नाम चाहिँ सिङ्गर हजुर सिङ्गर सिरियल त्यही भएर चाहिँ हामी यही ड्रेसमा छौँ त्यही हो भाइले चाहिँ के चाहिँ चाहनु भएको छ छोरा कि छोरी हुँदा यद्यपि छोरा र छोरी जे भए पनि एउटै कुरो हो होइन के चाहनु भएको छ सिरियलमा यदि सिरियलमा मानिलिनुहोस् डाइरेक्टर साहबले चाहिँ तपाईँहरूको बच्चा हुन्छ भनेर चाहिँ स्क्रिप्टमा लेख्नु भएको छ भने छोरा कि छोरी त्यो त म भन्न सक्दैन डाइरेक्टर सरकै हो अब उहाँकै कथा हो सर उहाँकै बाई चान्स तपाईँहरूको भविष्यमा चाहिँ छोराछोरी जन्माउने सिनैमा लेखिएकै रहेछ भने छोरा भयो नि छोरी भयो नि एउटै कुरो हुन्छ तपाईँ चाहिँ के चाहनुहुन्छ अब त्यसको बारेमा चाहिँ म के सोच्दैन छोरा भयो नि छोरी भयो नि त्यही हो भन्नु हो तपाईँ मेरो पनि त्यही हो छोरा भयो नि छोरी भयो नि एउटै हो भनेपछि तपाईँहरूको छोरा भयो नि छोरी भयो नि एउटै लाग्छ होइन एउटै कुरो हो एउटै हो सोच्नु त भयो होला बुढाबुढीले केही न केही छैन सर त्यस्तो केही सोचेकै छैन त्यस्तो केही पनि छैन सर तपाईँले कुरा कताबाट घुमाएर कसरी टर्न चालेर तर त्यस्तो केही पनि होइन हजुर हजुर जस्तो अहिले विवाह पश्चात चाहिँ तपाईँले चाहिँ नि दुलैलाई हेर्दा कतिको लाज लाग्यो जस्तो आज विवाह भयो भोलिपल्ट तपाईँहरूको आँखा जुत्दाखेरि क्या
त्यस्तो केही पनि भएन सर। आँखों से प्यार हो गया भन्छन् नि कतिले। त्यस्तो केही पनि होइन सर। हाम्रो चाहिँ को आर्टिस्ट हो होइन, हाम्रो पहिलेदेखि नै सँगै काम गरिरहेको को आर्टिस्ट भएर। कतिवटा सिरियलमा गर्नुभयो तपाईँहरूले सँगै काम? सँगै काम हामीले दुईटा हो। दुईटा हो। हजुर। यसमा चाहिँ गर्दा कतिको सहज भएको छ तपाईँले जस भन्नुहोस् न, उहाँसँग चाहिँ काम गर्दा कतिको सहज भएको छ? ठिकै सहजै भइरहेछ सर। पहिलेदेखि गरिरहेको को आर्टिस्ट हो अनि ठिकै सहजै भइरहेछ सर। अब म यता धेरै प्रश्न सोध्छु ल, अघि धेरै उता सोधेँ। अब उहाँ चाहिँ तपाईँलाई कस्तो लाग्छ? जस्तो सिरियल बाहेक नर्मली सुटिङभन्दा बाहेक भनौँ न, नर्मली फ्रेन्डसिप भनौँ न, एक प्रकारले तपाईँहरू फ्रेन्ड पनि हुनुहुन्छ एउटै सिरियलमा काम गरेको आधारले। ठिकै हुनुहुन्छ, इमान्दारी हुनुहुन्छ होइन, राम्रो हुनुहुन्छ। तपाईँ पनि उहाँलाई त्यही भन्नुहुन्छ कि के नराम्रो भन्नुहुन्छ? ठिकै छ उहाँको पनि। तर तपाईँले अघि नेप्टी भनेर जिस्काउँदै हुनुहुन्थ्यो नि उहाँलाई। त्यस्तो केही पनि जिस्काएको होइन सर। त्यस्तो त केही पनि जिस्काएको होइन। हामीले त्यस्तो जिस्का कहिले पनि हुँदैन। हामी चाहिँ एकअर्कामा एकदम सम्मान हुन्छ होइन। त्यस्तो त जिस्किएर चाहिँ कहिले पनि त्यस्तो भएको छैन। विवाह सकिसकेपछि हनिमुन जाने कुराहरू पनि आउँछन्। परिवारले कहाँ पठाउन आँट्नु भएको छ तपाईँलाई? लन्डन, प्यारिस हो कि बा होइन अरू कुनै जिल्ला हो कि? परिवारले त अब लखेटेर खेद्ने बेला भएको छ छोरा हो कहाँबाट। अब यो विवाह भएको भिडियो भाइरल भइसकेपछि पछि आफ्नो विवाहमा चाहिँ असर हुन्छ कि हुँदैन? के हुन्छ खास? खै त्यो त हुनसक्छ, खै थाहा भएन त्यो। कतिपय मान्छेहरू त सिधा हुन्छन् होइन, सुटिङको भनेर बुझ्दैनन् क्या त्यो भिडियो। बुझ्नेले त्यो सोच्न सक्छ। अब बुझ्नेले त यो सिरियलको सुटिङ हो भन्ने बुझ्छ, अब नबुझ्नेले त त्यही सोचिरहेको हुन्छ। बुझ्नु चाहिँ पर्यो। को हुनुहुन्छ तपाईँको सिरियलमा कलाकारहरू चाहिँ? कलाकारहरू त धेरैजना हुनुहुन्छ। नाम भन्नुपर्छ त्यो पनि एक दुईजनाको आएसम्म तपाईँ भनिदिनु। तपाईँ भनिदिनुहोस्। हाम्रो कलाकार सिरियलमा चाहिँ छन् 14-15जना छन् है सर। अब सपना म्याम, अरुण सर, अनि सागर सर, चन्द्र सर, राजेन के अरे तपाईँको नाम के पो भन्नुभएको थियो अघि? मेरो सुजाता के अरे? राई। अनि तपाईँ सबै सरै सर भन्नुहुन्छ, अहिले तपाईँले सुजाता सर भन्नु बेर लाउनुहुन्न है? सर त त्यस्तो चाहिँ होइन। अब सरहरू पनि धेरै हुनुहुन्छ होइन। कृष्ण सर, बसन्त सर, अनि सुजाता म्याम। डाइरेक्टर चाहिँ को हुनुहुन्छ यो सिरियलको? यो सिरियलको डाइरेक्टर चाहिँ अनिल सर हुनुहुन्छ सर। कतिको उहाँसँग चाहिँ काम गर्न सहज हुन्छ नि, सहज महसुस गरिराख्नु भएको छ? मैले अझसम्म सिरियलहरू गरिरहेको छु, 2-3 सिरियल उहाँको बातै गरिरहेको छु। त्योभन्दा बाहिर चाहिँ गएको पनि छैन म। सहज भएर चाहिँ यति लामो समय 3 वर्ष भइसक्यो उहाँसँग काम गरेको। लगातार उहाँसँगै मात्रै गरिरहेको छु मैले सिरियल। त सहजै छ सर। फ्युचरमा के छ, अरू डाइरेक्टरहरूसँग काम गर्ने सोचमा हुनुहुन्छ कि अथवा उहाँसँग नै गर्छु पछि नभएपछि छोड्छु भन्ने के छ मनमा? फ्युचरमा पनि अब मैले त सोचेँ हाम्रो टिम हो, टिमसँग उहाँहरूसँगै नै हुन्छ होला जस्तो लाग्छ मलाई। त्यो सबै उहाँहरूसँगै गर्छु जस्तो लाग्छ होइन? तपाईँलाई हाँस्नु भयो नि, लजाउनु भयो नि? बेहुली भनेकै लजाइन्छ भन्छन् होइन? त्यसै पनि लजाउनु भयो? के भन्नुभयो? भन्नुको मैले खोजेको कुरो चाहिँ के छ, फ्युचरमा उहाँ बाहेक अरू डाइरेक्टरहरूसँग पनि काम गर्ने सोचमा हुनुहुन्छ अथवा के छ मनमा भनेको? त्यो त अब थाहा छैन, पछि नै थाहा हुन्छ। पछि नै थाहा हुन्छ है? हजुर। यो भिडियो भाइरल भइसकेपछि घरमा फोन गर्नुभयो कि भएन? गर्नुभएको थियो। के भन्नुभयो उहाँहरूले? ल धेरै धेरै धन्यवाद छ, केही कुरा नभएर पनि अब जुत्ताको माला कालो मुसो धसेर भाइरल भएछ भन्नु। त्यसै भन्नुभयो? गाली गरिरहनु भएको थियो, अब के भन्ने, अरू त केही। गाली गर्नुभयो? हजुर। त्यो बेलामा कस्तो भयो? तपाईँले त्यही पनि अभिनय गर्नुभएको थियो होइन? हावामा गाली खानु भयो नि तपाईँले, त्यो बेला महसुस कस्तो हुँदो रहेछ? तपाईँले त कामै गर्नुभएको थियो नि त त्यति? हजुर। त्यतिखेर चाहिँ अब आफूलाई धेरै नराम्रो लाग्छ, किनभने दुःखले गरिराखेको थिएँ यत्रो जुत्ताको माला कालो मुसो लगाएर होइन। त्यतिखेर गर्ने बेलामा पनि धेरै गाह्रो भएको थियो, भित्रभित्र एकदमै मलाई गाह्रो भएको थियो। मैले धेरै कुरा सोचेको थिएँ, सोच्नु चाहिँ अब घरबाट पनि फेरि त्यस्तो भनिदिनु भयो, अनि एकदमै मन चाहिँ दुख्यो। अब फेरि पनि के छ सोच? लाउनै पऱ्यो भने फेरि लाउनुहुन्छ? अब लाउनै पऱ्यो भने त लाउने, पहिला पनि लगाइसक्यो, अब लाउँदिनँ भन्नु पनि मिल्दैन। बुवाले भन्नुभएको कि मम्मीले भन्नुभयो तपाईँलाई? बुवा मम्मी सबैजनाले।
उहाँहरू यो कालो मोसो लगाएर जुत्ताको माला लगाएको उसमा चाहिँ अलिकति दुःखी हुनुहुन्छ हो? हजुर एकदम दुःख त भइहाल्छ आफ्नो छोरीलाई, किनभने माया हुन्छ होइन। आफ्नो छोरीलाई अब जुत्ताको माला अनि कालो मुसो तले गरिदिएको नराम्रो त भइहाल्छ। पछि सिरियल हेर्दाखेरि उहाँहरूलाई खुसी नै लाग्छ होला, मेरो छोरीले राम्रो अभिनय गरेको भन्ने पनि त लाग्न सक्छ नि। त्यो त अब उहाँहरूलाई सोध्नुपर्छ। सिरियल चाहिँ रिलिज भइसकेको छ नि त्यो लगाएको? सिरियल अस्ति बिहिबार भइसक्यो। अनि तपाईँले पठाइदिनु भएन तपाईँको मम्मी बुवालाई त्यो सिरियल यो यसको लागि गरेको हो भनेर? पहिलेबाट हेर्नु त हेर्नुहुन्थ्यो, अब हेर्नुभयो होला सायद। हेरे पश्चात चाहिँ तपाईँलाई फोन आएको छैन हो? अहिले चाहिँ पुरा भएको छैन। मनमा कसैलाई सजाएर राख्नु भएको छ रियल लाइफमा? छैन छैन। बेहुलीको ड्रेसमा हुनुहुन्छ यतिखेर? कोही न कोही त होला सजाउनु भयो होला हो? छैन कोही पनि। फेरि तपाईँ अहिलेसम्म अलोन यानि एक्लै हुनुहुन्छ भनेपछि यो भिडियो गइसकेपछि फेरि तपाईँको पछि धेरै युवाहरू पछि लाग्न सक्नुहुन्छ है। फेरि के छ, दिलको ढोका खाली हो बन्द हो? छैन छैन। म पसिना आइसक्यो मलाई। दिलको ढोका कता न कता खाली होला। के छ तपाईँको चाहिँ के छ? उहाँलाई सोध्नु, मलाई भयो नसोध्नु। पसिना आइसक्यो हजुर मलाई। सर कसैले मनमा सजाउनु भएको छ कि छैन भन्नु खोजेँ क्या? छैन सर, अझसम्म सजाएको छैन त्यस्तो। भनेपछि तपाईँको पनि दिलको ढोका खाली छ? खाली नै छ भनौँ। अब युवतीहरू राम्रो राम्रो युवतीहरूले यो भिडियो हेरेर तपाईँलाई प्रपोज गर्नुभयो भने के हुन्छ? खै के हुन्छ थाहा छैन सर त्यो। कतै एक्सेप्ट पो भइहाल्छ कि हो? खै त्यो कुरा चाहिँ भन्न सक्दैन म। ल ठिक छ, तपाईँको सिरियल राम्रो होस् होइन। श्रृङ्गार सिरियल रहेछ, यतिखेर धमाधम सुटिङ भइरहेछ टोखामा। चण्डेश्वरी मन्दिर होइन यो अगाडिको चण्डेश्वरी मन्दिरको छेउ आसपासमा जस कस्तो रेस्पोन्स आइरहेछ, कमेन्टहरू कस्तो छ तपाईँकोमा? कमेन्ट कतिपय राम्रो पनि छ नराम्रो पनि छ। मैले चाहिँ खासै हेरेको छैन, किनभने आफूले गाह्रो होला त्यो कमेन्ट पढेर भनेर मैले चाहिँ हेरेको छैन। तपाईँले हेर्नुभयो? कमेन्ट त कोही कतिखेर राम्रो आएको छ कतिखेर नराम्रो आएको छ। हुन त कलाकार हो, सबै कुराहरू हेर्न पनि सहन सक्नु पनि पर्छ। अब सबै कुरा चिजहरू चाहिँ त्यो कलाकार भएपछि राम्रो पनि आउँछ, नराम्रो रेस्पोन्स पनि आउँछ, राम्रो रेस्पोन्स पनि आउँछ। अब त्यो चाहिँ कलाकार भएपछि आफू काम गरेपछि आफूले काम गर्ने हो। अब हामीले चाहिँ काम गर्ने हो, जुनसुकै काम गर्दा पनि आफू अगाडि बढ्दा होस् या जुनसुकै काम गर्दा होस् हरेक कुराहरू चाहिँ आइहाल्छन् नि होइन सर। त्यही भनौँ। एउटा भित्री कुरा सोध्छु ल, पारिश्रमिक चाहिँ पाउनु भएको छैन, कति पाउनुभयो भन्न मिल्छ? गोप्य कुरा। पारिश्रमिक चाहिँ ठिकै छ सर। हजुर। तपाईँको? मेरो पनि त्यस्तै हो। जस खुसी हुनुहुन्छ? एकदम। तपाईँहरूलाई, तपाईँको यो जोडीलाई गाली गर्ने दर्शक अथवा बधाई दिने दर्शक दुईजनालाई नै समेटेर भन्नुपर्दा एकै स्वरमा के भन्नुहुन्छ? एकै स्वरमा भन्दाखेरि यो चाहिँ हाम्रो सिरियलको सुटिङ हो, रियल चाहिँ होइन भन्न चाहन्छु। अनि नराम्रो नमानिदिनु होला। यो हाम्रो नेपाली सिङ्गार सिरियल टेलिसिरियलको सुटिङ हो, यही भन्न चाहन्छु सर। तपाईँ? म पनि त्यही भन्न चाहन्छु, यो चाहिँ हाम्रो एउटा सुटिङ हो होइन। रियल चाहिँ कसैले पनि नसोचिदिनु होला। सबैजनाले सिङ्गार सिरियल हेरेर माया गरिदिनु होला, यही भन्न चाहन्छु। दर्शकबिन, यतिखेर हामी यो सुटिङ स्पोटमा छौँ। विशेष गरी केही दिन अगाडिदेखि सामाजिक सञ्जाल अर्थात् भन्नुपर्दा इन्स्टादेखि लिएर फेसबुकको पेज अथवा भनौँ यता टिकटकमा जुत्ताको माला लगाइएको र कालो मोसो दलिएको एकजना जोडी भनौँ न, निकै नै भाइरल भइरहेको हामीले देखिरहेका थियौँ। यद्यपि हामीले पनि खोजिरहेको थियौँ यो कुन ठाउँको हो, यो के घटना हो भनेर। धेरैजनाले टिकटकमा बोली पनि राख्नु भएको थियो। समाज कहाँबाट कहाँ पुगिसक्यो, अहिले पनि त्यो गाउँमा यस्तो खालके हरकत गरियो भनेर चाहिँ विरोधहरू पनि आएको थियो। यद्यपि यो घटना साँच्चै भन्नुपर्दा सिरियलमा गरिएको रहेछ भनेर हामीलाई पनि जानकारी भएपछि हामी पनि यहाँ आएका छौँ र उहाँ भाइ बहिनीहरूसँग हामीले केही कुराकानीहरू गरेका छौँ। तपाईँहरूले यो जोडी सिरियलको जोडी हो भनेर बुझिदिनु होला, यो रियालिटी हो होइन। यो चाहिँ सिरियलभित्र एउटा कहानी, जुन कहानीमा चाहिँ उहाँहरूको त्यो कथामा बाँधिएको भएर चाहिँ त्यसरी गरिएको रहेछ। तपाईँहरूले सिरियल श्रृङ्गार मार्फत चाहिँ हेर्न सक्नुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हस्, तपाईँ सिरियललाई बधाई दिन चाहन्छु। धन्यवाद।